everyone, welcome to the brand new vlog of Panda Gang. हामीहरु छौं अहिले हेलम्बु सिन्धुपाल्चोकमा र अनि हामीहरु आमायाङरी तर्फ जाँदै छौं. So let's go to आमायाङरी. हामीहरु चाहिँ ताके ग्याङबाट अहिले आमायाङरी बेस क्याम्पको लागि हिँडिसक्यौं र ताके ग्याङको गाडी चाहिँ बिहान 6 बजे आमायाङको बस पार्कदेखि लाग्दो रहेछ. 6:30 बजे. हेर्नुस् यस्तो देखिन्छ भ्यू चाहिँ चारैबाट. अनि यो बसले चाहिँ हामीलाई करिब 1 बजेतिर ताके ग्याङ ल्याइदियो. त्यहाँबाट चाहिँ हामीले रिटर्न टिकट यहीँ ताके ग्याङमा नै काट्यौँ किनभने दिनमा एकचोटि मात्र बस जाने आउने हुँदो रहेछ यहाँ चाहिँ. र बिहान 6:30 बजे बस जान्छ अरे. त्यो पछाडि चाहिँ कुनै पनि बस नपाएको भएर चाहिँ हामीले प्रि बुकिङ नै गऱ्यौँ र भोलि फर्केर पनि बस्नुको लागि चाहिँ रुम बुक गरिसकेको छौँ. सो अहिले चाहिँ हामी आमायाङले बेस क्याम्पसम्म गएर बस्छौँ अनि भोलि बिहानै उठेर आमायाङलेसम्म जान्छौँ. सो या राम्रो छ. ट्रेल चाहिँ उकालो न उकालो छ. हेलो बुझी आउँछ. कस्तो चस्मा छैन कस्तो खाने हो अम्बा खाने. ल हामीहरू ताके ग्याङबाट हिँडेको लगभग 1 आवर जति भयो. मेबी आधी बाटो त कभर गऱ्यौँ होला. सबै उकालै उकालो छौँ गाइज. तर भ्यू चाहिँ एकदम राम्रो छ. त्यस्तो हार्ड पुरा ठाडो उकालो पनि होइन, ठिकै छ अहिलेसम्म चाहिँ. गाइज हामीहरू चाहिँ स्न्याक्स ब्रेकमा छौँ अनि हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ सानो पानीको धारा नै छ एन्ड भ्यू पनि राम्रो देखिरहेछ. सो एकैछिन ब्रेक अनि होप अब 3:30 या 4 बजीसम्म त पुग्छ होला हामीहरू. 4:30 त नभन्न यार. Good morning everyone from आमायाङरी. हामीहरू चाहिँ बिहानै उठेर 4 बजे हिँडेको थियौँ. इट्स अलमोस्ट 2 hours go straight uphill हाइक पछाडि हामीहरू यहाँ आमायाङरी पिक आइपुगेको छ. मेरो पछाडि हेर्न सक्नुहुन्छ माउन्टेन रेन्ज अनि सनराइज पनि हुन लागिसकेको छ. So I can't say that trail is easy, but yeah, it's interesting. And someone
Hey guys, sunrise हुन लागेको छ एन्ड यहाँ मेरो पछाडि हिमाल देख्न सक्नुहुन्छ र यता सनराइज हुँदैछ म मेरो माथि पिक छ आमायाङ्ग्री पिक एन्ड आम अलमोस्ट देयर एक दिन बिरामीले त त्यहाँ त पुगेर आइन्थ्यो यार मेरो त भनी भनेछ दिदीले भाइ बाइकमा जान्छ हाई निसा हेलो कस्तो भयो आमायाङ्ग्री सम्मको यात्रा कति बजे उठेर आएको बिहान उठ्न चाहिँ 3 बजे उठ्यो हो निस्किँदा 3:40 भएको थियो तर आइपुग्दा चाहिँ मलाई आइपुग्दा चाहिँ 2 घण्टा लाग्यो मेरो साथीहरूलाई चाहिँ 2 घण्टा आधा लाग्यो ओ माई गॉड हाउ कुड यु से दैट सनराइजको लागि कुरिरहेका छौँ सनराइज अलिकति भएको छैन टाइम आएन ब्याकग्राउन्डमा चाहिँ हाम्रो यहाँ हिमाल हिमशृङ्खलाहरू रहेको छ ओके सुन्दर दृश्य छ हजुर ओके यता हाम्रो माउन्टेन रेन्ज हिजो के थियो लाक्पा दोर्जे माउन्टेन रेन्ज रहेको छ यो चाहिँ यात्रीहरू अलिक पर जाने यार के टाउको मात्रै देखाइरहेछ यात्रीहरू भयो भाइ कस्तो भयो ए खतरा भयो दिदी आइ कति बजे आइपुग्यो अरे तिमी 4:30 वाउ सबैभन्दा फर्स्ट हो हैन सेकेन्ड फर्स्ट एउटा दाइ हुन्छ हैन फर्स्ट त हिजो आएको मान्छे हो लाइक ट्रेल चाहिँ कस्तो लाग्यो आमायाङ्ग्रीले ट्रेल कस्तो लाग्यो खतरा ठिकै के खतरा भन्नु अब सजिलो छ सजिलो छ यो त सजिलो छ दिदी यसलाई नि गाह्रो भन्यो भने त जिङ्गा लाला Hi guys, I'm here. Amayangri ice cream, and we are here at Amayangri. आएको छैन अनुहार मुटु आएको छ Hi girls. Oi, hi girls. हेलो We are fighting. अनि मेरो ग्लास चाहिँ यति लगिरहेछ चस्माले त मलाई डिटेक्टै गर्न सक्छ भ्यू देख न भ्यू म देखाउँछु यो पज भयो ए हेर्नु नि वी जस्ट विटनेस्ड सनराइज अब यस्तो छ है आमायाङ्ग्रीको चाहिँ Kaya na tira saan? This is the landscape is so beautiful. अलिकति क्रप गर ल इट्स वर्थ इट guys. तर यस्तो सर्टेस्ट ट्रेक चाहिँ हो तर इजिएस्ट चाहिँ भन्न मिल्दैन अलिकति घुम्थ्यो अन्डर एस्टिमेट चाहिँ गर्न मिल्दैन है आमायाङ्ग्रीलाई किनभने चाहिँ एकदमै अपिल छ अपिल चाहिँ त्यो को युट्युब हो र त्यसको मैले जानेछु
चाहिँ बन्नु सक्छ नि गाइस तिमीहरूको घर मेरो साथीहरू चाहिँ त्यहाँनिर स्ट्रङ गर्दैछ अगेन हामीहरूले चाहिँ आमा याङ्रीको दर्शन गरेर फर्किसकेको छौँ गाइस र एकदमै राम्रो भ्यूहरू देखियो खिचियो फोटोहरू भिडियोहरू पनि मजाले नै खिच्यौँ अनि अब चाहिँ हामी बेस क्याम्पतिर फर्किँदैछौँ हामीहरू तागे घाङ एक्सप्लोर गर्दैछौँ साथीहरू बिहानै हामी तागे घाङको दर्शन सरी आमा याङ्रीको दर्शन गरेर टपमा चाहिँ घाम फर्केर आइसक्यौँ करिब 1 बजेतिर नै हामी तागे घाङ झरिसकेको थियौँ अनि दिनमा एउटा मात्र बस जाने भएको भएर हामी आज यहीँ बस्नु पर्यो रेस्ट गरेर अहिले चाहिँ स्लाइटली चाहिँ एक्सप्लोर गर्न बाटो बनाउनलाई यही हो हेलम्बु अलिकति उयो छ साइलेन्ट है शान्त छ धेरै घर चाहिँ यसरी हेर्दा चाहिँ धेरै देखे पनि पपुलेसन चाहिँ है कम रहेछ निशा